म्याम है हजुर कहाँदेखि आउनुभयो हजुर? म कालिका नगरदेखि। ए बुटोल कालिका नगरबाट। हजुर के हजुरको समस्या भन्न सक्नुहुन्छ के भएर आउनुभएको अरे? मलाई भएको अरे हजुर ल? मलाई अल्सरको लक्षण हुँदै गएको थियो। अँ अनि मलाई यो औषधि खाएर अनि के खाएर त्यो देखाउनुहोस् त के खाएर हाम्रो? के हो त्यो ल्याक्स खानुभयो? ल्याक्स खाएको। अनि कति वर्ष पुरानो ग्यास्ट्रिक थियो तपाईँको? मेरो त कति हो कति लगभग 7-8 वर्षै भयो। 8 वर्षदेखि अँ, समस्या भएको, के दबाई गर्दा नि नभएको है? हजुर अनि चाहिँ लास्टमा गएर हामी कहाँ आएर यो हाम्रो प्रोडक्ट खानु भएन? हजुर यो ल्याक्स खानुभयो? एकदम राम्रो, पेट पनि बेसरी फुलाउँछ। उम्, कति वर्ष कब्जियत पनि पुरै निकालिदिन्छ। हजुर। अनि एउटा डाइजेस्टिभ पनि खानु भएन यो होइन? हजुर। यताको पनि खानुभयो। अँ, अनि हाम्रो दर्शकहरूलाई हाम्रो साथीहरूलाई के भन्न चाहनुहुन्छ? बेसरी ग्यास्ट्रिक पीडित हुनुहुन्छ, कब्जियत पीडित हुनुहुन्छ होइन, अब अल्सरै भएको हो भने यहीँ आउनुहोस्। यो खाएपछि खाएर आफै विचार गर्नुहोस्, मैले भन्नुभन्दा पनि होइन र? हजुर। मैले भन्दा फेरि गफ हाने जस्तो होला। तर आफै खाएर आफै विचार गर्नुहोस्। पहिला त मैले पनि पत्याएको थिएन, तर यसले चाहिँ एकचोटि खाने भने दिनमा 4-5 चोटि जाने नै गराउँदो रहेछ कि। अलिक नजिकबाट देखाउनु त त्यो यो ल्याक्स ल ए है ल उहाँले चाहिँ नि स्पष्ट मनदेखि नै उहाँले केही झुट बोल्नु भएको होइन, एकदमै उहाँको समस्या। ल यसरी चाहिँ नि अझै भन्नु दर्शकहरूलाई चाहिँ नि आउनुहोस् खानुहोस् भन्न चाहनुहुन्छ होइन? आउनुहोस् खानुहोस्। अच्छा मलाई चाहिँ एकदम यो ल्याक्स भरिमा एकदम खान त अरूहरू पनि अरू आयुर्वेदिकहरू खाएको थिएँ, तर चाहिँ यसले चाहिँ एकदम क्लियर गराउँदो रहेछ कि। अहिले जस अल्सर पनि त्यो अल्सरमा छैन। देख्ने कीटाणु पनि छैन। ब्याक्टेरिया पनि छैन छैन। भनेर चाहिँ रिपोर्टमा आयो नि त यो हजुर। खाएपछि। हजुर ल हुन्छ धन्यवाद।